हेलो गाइस गुड मर्निङ साथीहरूलाई म माघे मेलाको दृश्य देखाउँछु ल सानो दृश्य साथीहरूलाई हेर्नुहोस् भाडा पसल यहाँ छ भाडा पसल भर्खर सुरुवात हुँदैछ है माघे सङ्क्रान्ति मेलाको सुरुवात साथीहरूलाई देखाउँछु भर्खर स्टार्टिङ हुन्छ भेरी मर्निङ टाइम ल हेर्नुहोस् भाडा पसल यतातिर यो रेडिमेड सिरियल बस्ना सबै यतातिर भाडा पसल यसपालि टर्नै छ है साथीहरू हेर्नुहोस् भाडा पसल टर्नै छ भिजाउने कार्यक्रम भइरहेको छ यतातिर ल हेर्नुहोस् भाडा पसल टर्नै छ यता भिजाउँदैछ भाडा पसलहरू देख्न सक्नुहुन्छ है ल हेर्नुहोस् भाडा पसलहरू टक्कसँगले सुन्तला पनि रहेछ सुन्तला कसरी बाजे सुन्तला किलोको कसरी 100 ल ठिक छ गुलियो होला नि त यतातिर होटल चल्दैछ साउनी चिया खाँदै हुन्छ जस्तो यतातिर यताको त खोइ गोठ रित्तै भएको थियो रबको साउको आएन छ यार यस्तो छ है यहाँ पनि रेडीमेड छु माथि हेर्नुहोस् त्यो सिद्रा चाहिँ गनाउँछ क्या लास्टै गनाउँछ म तपाईँहरूलाई देखाउँछु ल लास्टै गनाउँछ सिद्रा चाहिँ फाल्टै गोठमा राखेको छ के साह्रो हेपेँ क्या भाइ सिद्रा हो कसरी 800 कुन खालको सिद्रा छ कस्तो कुन खालको सानो खालको ल अहिले भरे हेर्न आउँछु फिजाउने होला नि त भरे ल साथीहरू यो बेलगेडे साउजी ल हो बेलगेडे साउजी के छ ठिक छ ल ठिक छ पारा रेवाने साउजी यता सीता साउनी रोहितमान साउजी यता होटल छ एकदम चकाचक भइरहेछ है माघे राति चकाचक भइरहेछ यहाँ हाम्रो भतिज यहाँ होटल चल्दैछ है ए अन्डा साथीहरू अन्डा साग बाले छ हाम्रो दाजु चिया बनाउँदै हुनुहुन्छ यो भान्जाहरू यहाँ सबै है यसो भाडा मिलाउँदैछ खै हाम्रो त कता गयो यतातिर चाहिँ हजुर यो चाहिँ सेकुवा पसल है डोजरको लागि डोजर थाहा होला नि तपाईँहरूलाई डोजरलाई हो सेकुवा पसल डोजरहरू यहाँ राखिरहेछ हेर्नु डोजर सुतिरहेको छ है त डोजरहरू सुतिरहेको छ ल एउटा डोजर लडाइसकेको छ केटाहरूले यार डोजर लडाइसकेको छ डोजर त हामी यतातिर है आज डोजर लभरहरू चाहिँ तपाईँहरू चाहिँ माघे सङ्क्रान्तिमा चाहिँ टक्कसँगले सेकको खानुहुन्छ भने चाहिँ आउनुहोस् है यहाँ एकदम लोकल है लाइभ डाँडा सेकको कर्नल हाम्रो भाइहरूको त ल अनि यहाँ हिजो तिर पनि ठडेर छ छैन त फेरि हटाएको ए त्यही त देखेँ जस्तो लाग्दैन पनि ल साथीहरू ल अब भिडियोमा त अब मिनी भ्लगमा हामीलाई चाहिँ अब के भन्छ सबैलाई वेलकम छ त्यस्तै चाहिँ हाम्रो चाहिँ अब लाइन एउटा झरेछ ल साथीहरू है सङ्क्रान्तिको लागि अब भरे बेलुकाको लागि सेकको भरेबाट सुरु होइन त ल भरेबाट सुरु होइन ल साथीहरू ल तुम्बासँग है साथीहरू हाम्रो लोकल अर्ग्यानिक फेरि साथीहरू लक्की सेभेन खेल्ने भयो लक्की सेभेन चाहिँ अब यहाँबाट खेलिन्छ है हामी लक्की सेभेन खेल्ने हो साथीहरू ल हेर्नुहोस् यहाँ लक्की सेभेनको लागि है यो खेल्ने भयो ल है साथीहरू रेडी भइसक्यो है लक्की सेभेन रेडी भइसक्यो हाम्रो यहाँ साउ यहाँ के गरेर बसिरहेको छ यहाँ साउ यहाँ हो काम छैन होइन यसरी बजार चाहिँ रेडिमेड पसल छ यतातिर चाहिँ ल हेर्नुहोस् यहाँ त के हो पुरा बिचन पाल्न आएको छ त्यहाँ किन बिचन फिजाउनु आँटेको के हो अँधेरा भयो त अनि ए धमाधम हुनुहुन्छ यसो भिडियो लिँदैछु एउटा सानो ल यो चाहिँ अन्तिमै अन्तिम रहेछ यार यहाँ चाहिँ ल साडीहरू तपाईँहरू बिहे छ भने चाहिँ साडीहरू किन्न आउनु होला यहाँ बिहे है यसपालि माघे साथ बिहे गर्ने भए चाहिँ साडीहरू पसल छ यहाँ यहाँ लास्ट छ यहाँबाट फर्किने है म
यहाँबाट फर्किने हो म लास्ट तपाईँलाई म जेरी पसलमा लान्छु जेरी पसलमा ल अरे भाइले सानो भाइले पसल यहाँ सफा गर्दैछ तपाईँलाई मिठाई पसलतिर लान्छु मिठाई पसलतिर यो आज होलीको लागि तयारी हुँदैछ है होलीको लागि तयारी हुँदैछ है भाइ के छ त्यहाँबाट जेरी हाल त भाइ म यहाँ भिडियो लिन्छु एउटा हाम्रो भाइ चाहिँ पुरानो भाइ है यो जेरी हाल्दैछ खतरा हाल्यो यार दाजुको साथीलाई नमस्ते है ल ल ल नमस्ते भन्नु गाइज सबैजनाले हाम्रो पुरानो है पुरानो सबभन्दा पुरानो मिठाई पसल यो मैले जन्मेदेखिको देखेको यो मिठाई पसल अहिलेसम्म देखिरहेको छु है साथीहरू सबभन्दा पुरानो खाना आउनु है खाना आउनु सबैजना यसो के छ हौ अलिक सानो भ्लग बनाएको भाइ हो ल यसो यस कस्मेटिक पसल यहाँ फिजाउँदै रहेछ ल कस्मेटिक्स साथीहरू ल है साथीहरू को कोलाई चाहिएको चस्माहरू पनि छ है चस्माहरू सस्तो सस्तो छ त्यही चस्माहरू चाहिँ एकदम जाडोमा लाउने चस्माहरू पनि छ है ल यतातिर लड्डु लड्डु किशोरीलालको चाहिँ दोकान होइन त साउजी लड्डु है साथीहरू लड्डु आउनुहोस् यहाँ माघे सङ्क्रान्ति मेलामा चाहिँ लड्डु खाएर चाहिँ बजार घुम्नुपर्छ ए परेन आउला नि म भनिदिन्छु अहिले ल जेरी पोल्दै गर्नु म भनिदिन्छु अहिले चाहिँदैन होला नि त ल साथीहरू रेडी हुँदैछ है ए यार यहाँ त खाली खाली भएछ त भर्खर स्टार्टिङ हुँदैछ अनि के घडी पसल नबसेको यता पो छ त यहाँ चाहिँ भर्खर भर्खर सुरुवात छ खोइ मुन्ना ए यसले चाहिँ कहिले बेच्ने रहेछ सबैले बेचिसक्यो यसले नबेच्ने हो यहाँ ल आमा यो त के हो के पकाउने हो यो कराईमा कत्रो कत्रो कराई हो ल देख्न सक्नुहुन्छ साथीहरूको यो बिहेमा रोस्ट पकाउने कराई रहेछ है साथीहरू यार ल देख्नुभयो नि होइन भिडियो धेरै लामो छ सबैजनाले हेरिदिनु होला भिडियो धेरै लामो भइसक्यो साथीहरू फेरि त्यो युट्युबको भिडियो हेरिसक्यो सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु है सब्सक्राइब गर्नु ल थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो थ्याङ्क यू गाइस फेरि नेक्स्ट भिडियोमा भेट्छु ल